क्यामेराम्यान 2 महिना 24 गतेका दिन यस जिल्ला महोत्तरी बर्दिवास नगरपालिका वडा नम्बर 6 स्थित चौलिखा मन्दिरको प्राङ्गणमा राष्ट्रिय स्वतन्त्र पार्टीको वडा अधिवेशन सम्पन्न हुँदैछ। यो कुरा तपाईहरुलाई पनि अवगतै छ। हामीले करिब एक हप्ता अगाडिबाट 15-20 दिन अगाडिबाट नै यहाँहरुलाई जानकारी गराउँदै आएको कुरा हो। साथसाथै अब हामी कार्यक्रमको सिलसिलामा तपाईहरु समक्ष कार्यक्रम चलाउनको लागि अनुमति माग्दछु। साथै यस कार्यक्रमको लागि सभापतित्व ग्रहण गरिदिनु हुन यसै नगरका सभापति राष्ट्रसभाका श्री परशुराम बस्नेतज्यूलाई कार्यक्रम सफलताको विनम्र अनुरोध गर्दै उहाँलाई आसन ग्रहणको लागि अनुरोध गर्दछु। प्रमुख अतिथि जिल्ला उपसभापति श्री चन्द्रकिशोर ज्यूलाई पनि आसन ग्रहणको लागि आग्रह गर्दछु। नमस्कार है क्षेत्रीय सभापति स्वयं आफै कार्यक्रम सञ्चालन गरिरहेको हुँदाखेरि मैले चाहिँ अब आसन ग्रहण गर्न नमिल्ला, म चाहिँ कार्यक्रम सञ्चालकै भएँ। यसै गरी नगर इन्चार्ज श्री राजु गिरी दाइलाई पनि आसन ग्रहणको लागि आग्रह गर्दछु। नगर उपसभापति श्रीमती प्रियङ्का कुमारी कर्णज्यूलाई पनि आसन ग्रहणको लागि अनुरोध गर्दछु। हजुर चाहिँ यथा स्थानमा नै आसन ग्रहण गर्दाखेरि हुन्छ। त्यसै गरी महिला नेत्री सजिना बस्नेतजीलाई पनि आसन ग्रहणको लागि आग्रह गर्दछु। त्यसै गरी नगर सचिव श्री रोहन कुमार ठाकुरज्यू, उहाँ चाहिँ स्वयंसेवकको भूमिकामा हुनुहुन्छ। उहाँलाई चाहिँ आफ्नो स्थानमा नै कार्य गरिदिनु अनुरोध गरे। साथै कोषाध्यक्षज्यू श्री सन्तोष पोखरेलज्यूलाई पनि आसन ग्रहणको लागि आग्रह गर्दछु। अतिथि सुशीला अर्याल, करुणा पोखरेल दिदी, मीन कुमारी घलान क्रमशः उहाँहरू पनि आसन ग्रहणको लागि आसन ग्रहण गर्ने अनुरोध गर्दछु। नम्रता गलोन, सुशील ढकाल, निरञ्जन बस्नेत, उहाँ चाहिँ हाम्रो मिथिला नगरपालिकाका सदस्य हुनुहुन्छ। निरञ्जन बस्नेतज्यू, नमस्कार जय घन्टी है। ऋषि दाहाल वडा नम्बर 9 सभापति मिथिला नगरपालिका, उहाँलाई पनि आसन ग्रहणको लागि आग्रह गर्दछु। साथै हाम्रो 11 नम्बर वडा सभापतिज्यू बर्दिवास नगरपालिका धनबहादुर खड्काज्यूलाई पनि आसन ग्रहणको लागि आग्रह गर्दछु। साथै सञ्जिता जिम्बा, उहाँलाई पनि आसन ग्रहणको लागि आग्रह गर्दछु। आफ्नो स्थानमा आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। हजुर एकपल्ट उठेर सम्मान ग्रहण गरिदिनु हुन पनि अनुरोध गर्दछु। सञ्जिता, नम्रता बलुनजी, यसै वडाका अर्थात् यसै नगरपालिकाका वडा नम्बर 6 का हाम्रा अग्रज दाजु इन्द्रबहादुर शाहीज्यूलाई पनि आसन ग्रहणको लागि आग्रह गर्दछु। प्रहरी प्रमुखज्यू, उहाँलाई पनि आसन ग्रहणको लागि आग्रह गरे। पत्रकार साथीहरू कोही हुनुहुन्छ भने उहाँलाई पनि आफ्नो कर्तव्यमा रहेर आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। कार्यक्रमको सिलसिलामा तपाईहरुलाई सर्वप्रथम त स्वागत छ। तपाईहरु आइदिनु भयो। यो गर्मीको अलिकति माहौल छ, खेतीपातीको सिजन चलिरहेको छ, कुलोको उर्दीहरु पनि छ भन्ने सुनिरहेका छौं। त्यसका बावजुद पनि तपाईहरु उपस्थित भइदिनु भयो, यसको लागि मुरी मुरी धन्यवाद छ तपाईहरुलाई।
साथै हामीले घन्टीलाई माया गरेर आइदिनु हुने सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई पनि फेरि पुनः एकपल्ट नमस्कार। यसै गरी कार्यक्रम सञ्चालन गर्दाखेरि स्वागत पनि गरिदिनु पर्ने भएको हुनाले ठिकै छ, हामी कार्यक्रमको लागि अगाडि बढ्दैछौँ। सर्वप्रथम हामी राष्ट्रिय गानबाट सुरु गर्दैछौँ। राष्ट्रिय गानको धुन बज्ने क्रममा छ। तपाईहरू कृपया मैले भनेपछि आफ्नो यथास्थानबाट देशको राष्ट्रिय धुन राष्ट्रिय गानलाई चाहिँ आत्मसात गरिदिनुहुन्छ भन्ने अनुरोध गर्दछु। हाम्रो पूर्व सभापति यसै वडाका जीवक शाहज्यूलाई पनि आसन ग्रहणको लागि अनुरोध गर्दछु। आसन ग्रहणको क्रम चलि नै रहनेछ। तपाईहरू आफ्नो स्थानमा बसेर कार्यक्रमलाई सहयोग गरिदिनुहुन्छ भन्ने विनम्र अनुरोधका साथ शुक्र गंगा दशरथ धर्मभक्तको परम्परामा जन्मेको हुँ भन्ने पार्टी, मनमोहन र पुष्पलाललाई बजाएर खाइरहेको पार्टी र माहोको सिद्धान्तलाई अगाडि बढाइरहेको छु भन्ने पार्टीलाई नमस्कार। अब आयो, अब राष्ट्रिय स्वतन्त्र पार्टी आयो, अब जनताको पार्टी आयो। त्यसैले दाजुभाइ दिदीबहिनीहरूको घर दैलो समक्ष हामी आइरहेका छौँ। तपाईहरूले पक्कै पनि साथ दिनुहुनेछ भन्ने विनम्र आग्रहका साथ अगाडि कार्यक्रमलाई अगाडि बढाउँदैछौँ। कृपया धैर्यताको साथ बसिदिनु होला। हामी कार्यक्रमको सिलसिलामा स्वागत मन्तव्यको लागि नै पहिलोपटक स्वागत मन्तव्यको लागि आग्रह गर्दैछु। त्यो भन्दा अगाडि चाहिँ हामीले ज्ञात अज्ञात शहीदहरूप्रति चाहिँ मौन धारणको कार्यक्रम र त्यसको साथसाथै राष्ट्रिय गानको कार्यक्रम रहेको छ। कृपया धैर्य गरिदिनु हुन अनुरोध गर्दछु। आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, आज बर्दिवास नगरपालिका वडा नम्बर 6 स्थित पुरानो प्रहरी चौकी अर्थात् यो चौतारोमा हामी भव्यताका साथ कार्यक्रम सम्पन्न गर्दैछौँ। राष्ट्रिय स्वतन्त्र पार्टी, रवि दाईको पार्टी, भण्डीको पार्टी, साथीहरू कृपया धैर्य गरिदिनु हुन अनुरोध गर्दछु, किनकि राष्ट्रिय धुन बज्ने क्रममा छ। आफ्नो यथास्थानबाट उठेर कृपया आफ्नो राष्ट्रलाई सम्झेर धुन तथा राष्ट्रिय गान ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। कृपया आफ्नो यथास्थानबाट उठेर राष्ट्रिय धुनमा सहभागी हुन अनुरोध गर्दछु। Kami
सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई अनुरोध गर्दछु। अब कार्यक्रमको सिलसिलामा ज्ञात अज्ञात शहीदहरूको लागि समवेदना कार्यक्रम अर्थात् उठेर मौन धारणको कार्यक्रम पनि रहेकोले सम्पूर्ण घन्टी प्रेमी र घन्टीलाई माया गर्ने सम्पूर्ण साथी दाजुभाइ दिदीबहिनी आमा बुवा सबैजनालाई फेरि एकपटक पुनः आफ्नो यथास्थानबाट उठेर शहीद ज्ञात अज्ञात शहीदहरूप्रति समवेदना प्रकट गरिदिनु हुनेछ भन्ने समय सुरु भइसक्यो। समय समाप्त भएको घोषणा गर्दछु। हजुरहरू आफ्नो यथास्थानमा बसिदिनु हुन अनुरोध गर्दछु। कार्यक्रमको सिलसिलामा अब सर्वप्रथम स्वागत मन्तव्य दिनुहुन यसै वडाका हाम्रा दाजु अग्रज जय लामाज्यूलाई स्टेजमा आएर आफ्नो स्वागत मन्तव्य गरिदिनु हुन अनुरोध गर्दछु। सर्वप्रथम त सबैलाई जय घन्टीको आह्वान गर्दछु। जय घन्टी। आजको कार्यक्रममा पाल्नुहुने हाम्रा प्रमुख अतिथिहरू वडा 6 र 7 पार्टी सदस्यहरू र यहाँ पाल्नुहुने सम्पूर्ण आगन्तुक प्रशासन हाम्रा पत्रकार महोदयहरू मेरो तर्फबाट यो आज नगरिरहेको वडा भेला अर्थात् वडा सदस्यहरूको जुन मनोरञ्जन छ त्यसमा सम्पूर्ण पाल्नुहुने वयस वडाको तर्फबाट धन्यवाद दाजु जय लामाज्यू। उहाँले आफ्नो मिठो स्वागत मन्तव्य दिएर गइसक्नु भएको छ। अब वक्ताहरूको क्रममा हाम्रो नगरपालिका बर्दिवास नगरपालिका वार्ड नम्बर 11 खैरमाराबाट पनि यहाँ उपस्थित हुनुभएको छ हाम्रो धनबहादुर खड्का दाजु। उहाँले पनि आफ्नो 2 शब्द राखौँ आफ्नै नगरपालिकाभित्र साथीहरूलाई आफ्नो 2 शब्द सुनाऊ भनेर स्टेज अगाडि आइसक्नु भएको छ। उहाँको 2 शब्दबाट पनि हामी केही सन्देशमूलक शुभकामनाहरू आदान प्रदान गरौँ। धन्यवाद। पहिलो प्रथम त जय देश जय घन्टी र दोस्रो कुरामा चाहिँ आज राष्ट्रिय वडा अधिवेशन बर्दिवास नगरपालिका वार्ड नम्बर 6 मा हुन गइरहेको हुँदा आज यहाँ हाम्रा अतिथि पाहुना यहाँका स्थानीय बासिन्दाहरू र हाम्रा केन्द्र सभापति उपसभापति जिल्ला उपसभापति चन्द्र किशोरज्यू र नगर सभापति परशुराम बस्नेज्यू र
अनि सम्पूर्ण वडा सभापतिज्यूहरू, क्षेत्रीय सभापतिज्यू, सम्पूर्ण आम बासिन्दा, आमा बुवा दिदी बहिनी दाजुभाइ सम्पूर्ण यहाँ उपस्थित सम्पूर्णलाई मेरो पहिलो प्रथम राष्ट्रिय स्वतन्त्र पार्टीबाट जय घन्टी जय राष्ट्रता र सबैलाई नमस्कार। र आज यहाँ वडा अधिवेशन भइरहँदाखेरि आज मैले देखेँ सबैको उत्साह र आत्मविश्वास अनुसार तपाईहरू सबै यहाँ कार्यक्रममा सहभागी भइदिनु भएको हुँदा म हृदयदेखि नमस्कार र धन्यवाद टक्राउँछु। र साथै आज वडा अधिवेशन पहिलो सुरुमा जिल्लाभरिको वडा अधिवेशन सञ्चालन गर्ने क्रममा खैरमाराको वडा अधिवेशन मैले योभन्दा अगाडि वैशाख 28 गते खैरमारामा सुरु गरेको थिएँ र अन्य ठाउँ पनि अब सुरु हुँदैछ र प्रभावकारी रूपमा सुरु हुन गइरहेको वडा अधिवेशन खैरमारामा माओवादीको लाल किल्लै भनौँ हो कि अरे। अब जस्तो कि अब जे भए पनि जस्तो कि अब जनताको मासले अलिकति परिवर्तन चाहेको छ र त्यसमा पनि जस्तो कि पहिलो प्रथम केही कुराहरू बाधा अर्जन, केही कुराहरू त आदेश त्यो सरल तरिकाले समाधान गरियो र कुनै पनि पार्टी नराम्रो होइन, व्यक्ति खराब हो। हामीले जस्तो कि परिवर्तनलाई एकपछि अर्को गर्दै यो परिस्थिति र समयको परिस्थिति र अहिलेको अवस्थालाई चिरफार गर्नको लागि हामी उभिरहेका छौँ। र मैले जस्तो कि पार्टी प्रवेश गरेको दुई महिनाभित्रमै वडा अधिवेशन गर्न सफल भएको छु र तपाईँहरूले गर्दा एकजना घुमेर म एक्लै खैरमारा पुरै टोटल घुमेर वडा अधिवेशन सफल गराउने व्यक्ति मै हुँ र गर्दाखेरि जस्तै एकजनाबाट सुरु हुने हो। तपाईहरूले पनि जस्तो कि एकजनाबाट दुईजना 5जना 50जना 100जनाबाट 1000जना यसरी थपिँदै जाने र एउटा जस्तो कि समय र परिस्थितिलाई मध्यनजर राखेर अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको देशव्यापी नै जस्तो कि सबैले इच्छा र आकांक्षा र मनसा सबैको जस्तो कि आत्मादेखि हृदयदेखि नै जस्तो कि खोजेको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी जय घन्टी नै हो। त्यसै कारणले तपाईँहरूलाई म भन्न चाहन्छु, यहाँ जस्तो कि कतिपय ठाउँमा खुलेर कार्यक्रम गर्न नसकेको अवस्था पनि मैले देखेको छु। यो ठाउँमा जस्तो कि यो अहिलेको यो हात्तीले प्रहरी चौकीमा पनि म त्यहाँ कार्यरत 67 सालमा त्यो चौकी मैले बनाएको, स्थापना गरेको, जग्गा मैले दिलाएको र त्यहाँ जस्तो कि धनबहादुर खड्का, डिबी खड्का भनेपछि तस्करीहरू, 2 नम्बरीहरू यिनको स्पर हुन्थ्यो र कसैको जस्तो कि दबावमा म जस्तो कि रहँदैन। यसरी नै जस्तो कि कुनै पनि काम गर्दाखेरि निष्पक्ष र सबै आत्मादेखि नै जस्तो विश्वास राखेर कुनै पनि काम गरिन्छ भने त्यो सफल हुन्छ। र पार्टी गठन गर्दा पनि म एक्लैबाट सुरु गरेँ र कतिपयले भन्थे यो मान्छेले जस्तो कि यो पुलिसले एक्लैबाट पार्टी सुरु गरेर कहाँ चाहिँ पुर्याउला र के चाहिँ गर्ला र मैले जस्तो कि एउटा 2-4वटा जस्तो कि देशका या व्यक्ति भनौँ या विशेषता भनौँ यी कुराहरू सँगालेर जान्छ। त्यस कारणले विशेषता भने मेरो पहिलो प्रथम जस्तो कि एक्लै घुमेर जस्तै हर्क साम्पाङको चाल अनुसार पार्टी मैले खैरमारामा सुरु गरेँ। गोपी हमालको काण्ड, बालनको एक्सन
रवि नारायण सेनको भिजन र हेर्ने दृष्टिकोण कहाँ के कमी कमजोरी छ, कहाँ के गर्नुपर्छ, त्यो मेरो समीक्षा। त्यो हिसाब किताबले म एक्लै जस्तो कि तयार भएर 1.5 वर्ष भन्दा अगाडि जस्तो कि म नेपाल प्रहरीको ट्राफिकको सहीबाट रिटायर भएर नवलपुरबाट रिटायर भएर आएको हुँ र 1.5 वर्ष म चुपलाएर बसेँ र यो देशको परिस्थिति र अवस्था देखेर मलाई जस्तो कि यो देशमा चाहिँ जस्तो नेपाली जनताहरूले चाहिँ अब साहस र आश चाहिँ कोबाट पाउँछु भनेर एउटा जस्तो मुख दर्शक भएर सबैको मनमा खुल्दुली र चासोको विषय भएको हुनाले मैले यो पार्टीलाई जस्तो कि खोजेको र यो अहिलेको अवस्था अनुसार यो पार्टीले 84 सम्म बहुमत ल्याउन सक्छ र यो परिस्थितिलाई बदल्न सक्छ र हाम्रो जस्तो कि अहिले म एउटा खारमारामा जस्तो कि त्यसरी घुम्दै जाँदाखेरि 5 नम्बर वार्ड हुन्थ्यो पहिला, तर 11 नम्बर वार्ड हो अहिले। पुरानो 5 नम्बर वार्डमा एकजना यो मगर जातिको महिला चाहिँ बितेपछि जस्तो त्यहाँ जस्तो कि मलामी नभएर 9 जना, सिर्फ मलामी 9 जना मात्रै पाइयो र अहिलेसम्म हामीले हाम्रो पालासम्म बुवा आमा जस्तो कि घरको जस्तो कि मलामी कसैको पनि जस्तो कि मलामी एउटा जस्तो कि हामीले सास छुने लास उठाउनसम्म पाएको र हाम्रो पालामा सास र लास पनि उठ्दैन जस्तो मैले महसुस गरेको छु।